चाहिँ हाम्रो साथमा हुनुहुन्छ कृषि तथा पशुपालन व्यवसाय विशाल खत्री। स्वागत छ विशाल सर। नमस्ते। अनि आज चाहिँ हजुरले चाहिँ मिडियालाई आफै बोलाउनु भयो, के कारणले होला? मेरो धेरै क्षति भइरह्यो। हजुर। अब पानीले असिनाले गर्दा हजुर। अब फलेका किबीका फुल पनि अब झरे। हजुर हजुर। भाग्नेसँग भाँचे। हजुर। अब यसलाई मर्मत गर्नु पर्यो। हजुर। सहयोग चाहियो वडाबाट, केन्द्रीय सरकारबाट। अनि आज चाहिँ हजुरको मुहानमा चाहिँ निकै दुःख देखिएको छ। अस्ति आउँदा चाहिँ हजुर चाहिँ निकै खुसी हुनुहुन्थ्यो, आज के कारणले होला? आज चाहिँ मेरो चाहिँ धेरै क्षति भइरहेछ। हजुर। धन सबैको क्षति भयो। अब त्यत्रो लगानी हालेर अब किबी लगाइयो। हजुर। अब किबी ल्याएको हाँगासँग भाँचिएछन्, अब थाङ्ग्रो भाँचिरहेछन्। अब किबीको फुल भुइँमा झरिरहेको छ। अब लगाएको र नलाएको साह्रो उस्तै। अनि हजुरको चाहिँ बाख्राहरू पनि माथि वनमा बिरामी हुन्छन्, अब के अब उद्धार गर्नुभयो कि भएन? बाख्रा साख्रा त अब काम गर्न गइरहेछन् के अरे अब वनतिर। हजुर। अब ल्याएर आउलान्, अब बित्दै भए पनि अब उनलाई चाहिँ केही समस्या हुन्छ कि हुन्न? बाख्राहरू बिरामी हुने समस्या चाहिँ हुन्न, त्यही पानीमा रुच्लान्, त्यही असिनाले कुट्ल भन्ने डर हो। हजुर। मुर्रा भैँसीहरू अब पहिरो आउला माथिबाट अब पुर्ला भन्ने डर हो, अरू त केसैको डर छैन। अनि मुर्रा भैँसीहरू चाहिँ तराईमा हुर्केकै गाउँमा आउँदाखेरि चाहिँ अब पानी सानी सहन नसक्ने भएकाले अब के हुन्छ? मुर्रा भैँसी चाहिँ अब गाउँमा अब बजारमा जस्तो थोरै दुध दिन्न, अब गाउँमा त धेरै दुध दिन्छ। लोकल खानु पाउँछ, प्योर लोकल घाँस खानु पाउँछ। हजुर। आज चाहिँ हजुरको चाहिँ क्षति भएछ, अनि अब बिरुवा चाहिँ नयाँ मगाउने हो कि यसलाई कटिङ गरेर मिलाउने हो कि कस्तो? अलिकति अब कटिङ गरेर मिलाम। हजुर। अब मगाउने होला नि अब कोरियाबाट। हुँदैन भए त अब के गर्ने? हुँदैन भए त मगाइहाल्यो नि। अब यत्रो अब 2-3 वर्षको दुःख अब पानीमै मिसिने भयो। हजुर। के देखाउँदै हुनुहुन्छ विशाल सरले चाहिँ? यसरी यसरी खेतीको सबै नाश भइरहेछ। हजुर। यो बल्लै फुल्न लाग्यो, एउटा दुईवटा मात्र बाँकी छन्, अरू सब भङ्गै गर्दा हेर्नुहोस्। यो मकै हेर्नुहोस्, भाउ हेर्नुहोस्। हजुर। मकैहरू चाहिँ अब यो मकैहरू चाहिँ अब नयाँ रोप्ने हो कि अब यसैले अब आफै बढ्दै जान्छ? कस्तो हुन्छ? आफै बढ्दै जान्छ, नयाँ रोप्नु पर्दैन दोबारा। हजुर। किबी जस्तो होइन? किबी जस्तो होइन। मकै चाहिँ विकासे हो कि यहीँ लोकलै हो, काठे नै हो? यहीँ लोकल काठे नै हो। हजुर। अब चाहिँ यो चाहिँ किबीहरूलाई चाहिँ मर्मत गर्नको लागि चाहिँ अब लगानी नि अब फेरि लाउन पर्ने भयो। अब त्यत्रो लगानी माटोमै मिसिने भयो। हजुर। अब हेरिराखौँ हामीले। अब हेर्न सक्नुहुन्छ, अरू पनि देखाउँदै हुनुहुन्छ विशाल साल चाहिँ किबी। गोठ हेर्नुहोस्, आजको क्षतिले गोठ कस्तो बनिरहेछ। हजुर। मन्त्रीको गोठ हेर्नुहोस्। हजुर। त सत्यानाश भइरहेछ, मेरो त धनको पुरै खत्तम भइरहेछ, मलाई बताउनुहोस्। हजुर। हजुर चाहिँ अब सबै गर्दै हुनुहुन्थ्यो, फलेक सबै थियो, अब सबै अब व्यवस्था गरिसक्नु भयो कि अब के हो? फलेक काटेको सबै कुर्नी भए। हजुर। अब जनधनको लौ एउटा मुढा भैँसी मरो रे। हजुर। उहाँ माथि पाहाडमा मुढा भैँसी मरो रे। बाख्राहरू चाहिँ 200-300 बाख्रामा चाहिँ पुरै भेट्यो कि अब अरू नि अब खोज्दै हुनुहुन्छ? पुरै त भेटिरहेछन्, खोज्दैछन् रे। अब भर्खर फोन आएको। हजुर। अब हेर्दै जाऊँ, अब बेलुकीसम्म कताबाट भेटिन्छ, नत्र अब मै जाने पर्ला। अब अरूलाई गाउँको आधीले जाऊँ भन्ने होला। हजुर। भनेपछि आज जनधनको निकै क्षति भयो। हजुर, आजै क्षति भयो। भनेपछि आज निकै भावुक हुनुहुन्छ हजुर? हजुर। गोठको हालत देखाउँदै हुनुहुन्छ, उहाँ चाहिँ निकै फुर्तिलो मानिन्छ। ल देखाउनुहोस्। हजुर। पुरै गोठ बिग्रिएछ। यो चाहिँ अब के भन्न चाहनुहुन्छ? अब टिनले छाउने हो कि अब यो खरैले छाउने हो कि भनिदिनुहोस्। अब टिन ल्याउँदाखेरि पनि महँगो पर्छ। अब अहिले हजुरको अब यस्तो लगानी डुबेछ, के भन्न चाहनुहुन्छ? अब लगानी डुबेछ, अब त्यही बर्खा मात्रै हिउँदा त डुब्दैन। अब हेर्दैन, अब कटिङ गरेर मिलाउने, अलिकति अब कोरियाबाट मगाउनु पर्ला। अनि यसको चाहिँ कोरियाबाट ल्याउँदा चाहिँ नेपालभित्र ल्याउँदा यसको मूल्य चाहिँ कति पर्छ एउटाको? मूल्य चाहिँ एउटाको 50 भन्दा पनि 30-35 हजार पर्छ एउटा। धेरै ल्याउँदा चाहिँ डिस्काउन्ट हुन्छ हजुरलाई? डिस्काउन्ट। ए भनेपछि आज निकै भावुक हुनुहुन्छ हजुर? हजुर।
अब चाहिँ हजुर चाहिँ लगानी चाहिँ अब गर्नुहुन्छ कि गर्नुहुन्न अब लगानी अब लगानी हजुर अब हुँदैन भयो त अब कसैको बाउको केही लाउन्न आज चाहिँ चेन्सो चाहिँ चलिरह अब गोठहरू बनाउने भनेर नि अब दार्सट काट्दै हुनुहुन्छ होला कस्तो हो भनिदिनुहोस् न कस्तो भन्दाखेरि हजुर गोठहरू अब बनाउने अब भत्केको बनाउने होला हजुर हजुरको घर चाहिँ कुन होला मेरो घर चाहिँ हजुर मेरो घर चाहिँ उतापट्टि हो हजुर खासै देखिन्न यहाँबाट त हजुर जाँदा जाँदै अन्तिममा के हान्न चाहनुहुन्छ वडा हजुर नगरपालिका हजुर प्रदेश सरकारबाट हजुर पोच हजुर सहयोग गरे भने अलि सजिलो हुन्छ आफ्नो मान्छेलाई नहेरेर सबैको पीडा बुझ्दै हुन्छ सरकारले नि सबैको पीडा बुझ्दै हुन्छ मेरो पनि पीडा छ छुट्टै मेरो कुरा पनि बुझ्दै हुन्छ हजुर हजुर अब जाँदा जाँदै अन्तिममा अरू केही भन्न छ कि अब यतिमै बिदा हुन चाहनुहुन्छ किन रे यो मङ्गलै आफ्नै ढङ्गले हस्त नमस्ते कोरियाको पैसा भनेपछि हजुरको डुबो गयो 5 वर्षको पसिना आज डुबो गयो किन र यो मङ्गलै आफ्नै ढङ्गले हजुर अब चाहिँ ल धन्यवाद आजको यो निकै मिठो गफ भयो आज हजुरसँग हस्त धन्यवाद नमस्ते